हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ यो मेरो सानो मिनी ब्लगमा हो। आज चाहिँ हामी साथी भएर नि आज यहाँबाट अब हिँड्दै जाँदैछौँ क्या मार्केट। यहाँबाट नजिकै छ मार्केट, 20 मिनेट जति लाग्छ हो। आज सो साथीहरु आज हामी मार्केट जाँदैछौँ। तपाईहरुलाई मार्केट गएको देखाउँछु है त साथीहरु। म सँगसँगै तपाईहरु पनि मजा लिने, हामी रमाइलो गर्दै जाने। किनभने यो बल्ल जाडो महिना गयो नि त, अब अनि विन्टर गयो, अब गरी मौसम आयो। गरी मौसममा त रमाइलो गर्दै जानु। क्यामेरा गरी मौसम घुम्दै जाने हो। हेर्नु मेरो क्यामेराम्यान चाहिँ के हो यस्तो साह्रो कस्तो दामी वेदर भएको। वा हेर्नु आज चाहिँ हेर्नु वेदर दामी छ क्या। हेर्नु ज्याकेट ब्याग बोकाएर नि यहाँ साथीहरू चाहिँ हेर्नु फोटोको पोज अरे क्या। उपर फोटोको पोज हान्दैछन् क्या साथीहरूले चाहिँ। नक्कली भएको हौ त्यहाँ हेर्नु न, फोटोको पोज दिएको बाबा रे। पोज पनि यहाँ ब्यागहरू जो उयो जुत्ता लुगाहरू सबै बोकाएर हेर न मान्छेहरू पोज हानेको। दामी हो, कस्तो मजाको ताल छ क्या। यहाँ छेउमै छ नि त, तपाईँ देख्न सक्नुहुन्छ साथीहरू। तपाईहरुलाई कस्तो लाग्दैछ त हामी अब यहाँ यस्तो हामी सबैजना मार्केट जाँदैछौँ। 6 महिनापछिको रिल्याक्स फिल भइरहेछ। हामीले हो त है 6 महिना हिउँमा हो। यो जुन तपाईहरुले यो पानी ल्याइदियो हुन्छ नि, यो पानी अस्ति आइस भएको थियो नि, अनि अस्ति हामीले माछा पनि मारेको। अब हामी चाहिँ फाइनली मार्केट आइपुग्यौँ हो। यहाँनिर आम्मा लजा गरे, लजाएर यता हेर्न ऊ पर प्रिमा छ। उयो डेली काट्ने छ। हामी कहाँ गएको? डेली काट्ने प्रिमा, डेली काट्ने गएको। ल अब हाम्रो चाहिँ यही है मार्केट, सानो ठाउँ। आम्मा यो के पुरानो जस्तै भेटेर हो। ल साथीहरू हामीले चाहिँ यति नै सामान किनेको। आज यति नै नस्ताहरू यसो घुम्दै सामान किन आएको। अब बाहिर निस्केको सामान किनेर अब घर गएको है साथीहरू। सामान किनिसक्यौँ हो। अब हामी निस्केको होला तेरो मिल्कसेक। सो साथीहरू अब हाम्रो चाहिँ सामान थोरै छ नि त, किनिसकेर अब हिँडिसकेको हो साथीहरू। हस् त साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो मेरो यो च्यानल मिल्यो अब यदि मन परेमा लाइक गर्नु होला अनि कमेन्ट पनि गर्नु होला है त। ल साथीहरू, यदि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई